सोचेको जस्तो ठ्याक्कै त कसै गरे पनि नहुँदो रहेछ। यति दिनसम्म त मैले के गरिसक्छु होला जस्तो लाग्थ्यो, तर इन रियालिटी इट्स टोटली डिफरेन्ट। काम सुरु भयो अनि अर्डर्स पनि धेरै आयो अनि आई एम स्लोली लर्निङ टु म्यानेज एभ्रिथिङ। तर पनि गर्छु भनेको काम अझै धेरै बाँकी छ। What I realize now, every struggle teach something. त्यही सिकेको कुरा अनि समयमा धेरै युजफुल हुने रहेछ। Now that I am running my own business, I feel none of my experience was mistake. सानोमा च्यातिएको लुगा सिलाउनु उठाएको सियो देखिन् अनि यसैमा हजुरहरूको अपार मायाले झन् सुनमा सुगन्ध भरिदिएको छ। समय धेरै भएको हो कि काम थोरै थाहै भएको छैन। 7औं दिन आइपुग्दा अनि अलिक आत्तिएको जस्तो हो कि पनि भइरहेको छ। सामान बनाउनका बाहेक अनि अरू अप्ठ्यारा काम त छँदैछन्। एक्लै सबै म्यानेज गर्नु त सजिलो छैन रहेछ। तापनि हजुरहरूको अर्डर टाइममा पुर्याउनका लागि आई एम ट्राइङ माई बेस्ट। थ्याङ्क यू।